हे गाइज वेलकम टु माई न्यू भिडियो भन्दै अनि आज म चाहिँ अगाडि बढेँ भिडियो बनाउनको लागि। अनि हामीले चाहिँ के प्लान गर्थ्यौँ भन्दाखेरि बङ्गुरको मासु लिएर चट्ट बनाएर खाने प्लान बनाएको थियो होइन। अनि हामी आएर पनि बसिसके केटाहरू चाहिँ आउँदै आएन, कुरे त्यस्तै लगभग हामी 2-3 घन्टा केटाहरूलाई कुरेर बस्यो कि जहिले हामी अगाडि आयो केटाहरूलाई कुर्नुपर्छ होइन। अनि हामी टक्क सबैजना मिलेर बङ्गुर मासु सबै ल्याइसकेको थियौँ। अनि हामीले केटाहरूलाई चाहिँ कति समय कुरेपछि बल्ल आइसक्यो। अनि डाइरेक्ट हामीले अर्को भिडियो बनाउन नपाएँ होइन। अनि डाइरेक्ट मासुहरू सलाइसकेर अनि ढुङ्गामा राखेको भिडियोहरू डाइरेक्ट लिएँ। अनि यस्तो मासुको बङ्गुरको मासु यस्तो छोइलानु पनि रहेछ कि सबैलाई मिलेर खाएँ होइन। छोइलाको भिडियोहरू मस्त आयो है। अनि हामीले अरू केही सोचेन, अनि सबै मिलेर छोइला बनाएर खाएँ। अनि एकदम रमाइलो गरेँ, केटाहरू पनि कति पछि भेटेको होइन। के खाने सोचिरहेको थियो। अनि छोइलासँग हामी अरू त नखाने, अनि मस्त खाए चिसोहरू। अनि एक्कासी केटाहरूले अनि यो बालेर आगो बालिदिउँ न भने यो माथि यस्तो आगो डर लाग्ने बाल्दिए है। अनि हयो भने यस्तो डराइदिएर कि ढुङ्गा फुट्छ कि भनेर डराइदिएर अनि एकपटक नभएर 2-2 पटक आगो बाले, त्यही हो।